हाम्रो गाडी हेर्न सक्छौँ हामी यसकेछौँ सबैजना 2-3 जना आउन बाँकी छ बाँकी सर हुनुहुन्छ यहाँ नमस्ते सर Have a good day. थ्याङ्क यू सर अनु गाई Enjoy गर हुन्छ सर चितयम राजमतीचा ओ गुलिचक बाला छङ्गु ख्वा ओ चितयम राजमतीचा ओ लाग्यौँ अब हामी बसतिर लेट्स गो उता मान्छेहरू आउँदैछु यसै यो यो बसभित्र आयो होइन ठाउँ कहाँ हाम्रो लेट्स गो दुनियाँ नम्बर 1 हामी इन्डियन दुनियाँमा रह्यो सब यो Hello, welcome to King Shopping Vlog. Do subscribe, like, comment, share, right guys? ये कौन है दोगेश भाई व्हाट्सअप वो पूरे पैकेट दिया था दामे गुलिचक बाला छङ्गु ख्वा ओ टीचर मेरो पनि च्यानल सब्स्क्राइब गरिदिनु होला है नाम कृति श्रेष्ठ ल ठीक छ मलाई पनि हेर्दिनु होला कृति सिस्टरको भ्लगमा र सबिनको भ्लगमा मेरो च्यानलमा पनि धेरै भिडियो छैन टाइमै हुँदैन के भिडियो एडिट गर्ने आफ्नो हामीलाई स्लाइड बनाउनु पर्छ पिकनिक गएको हाल्छु भने कसम एडिट गर्ने भ्याइन यो व्हाट्सअप ब्रो गिव सम कंटेंट भाई भोभो कर ले क्या शांत है बेचारा बोलते ना बोल नहीं विषय हाथ दे तो हाथ देना है भाई हाथ देना है बेटे क्या कर हाथ देना है हाँ नाइस वन गुड बॉय एंचे यो व्हाट्सअप यो पुणे चितयम राजमतीचा ओ गुलिचक बाला छङ्गु ख्वा ओ चितयम राजमतीचा ओ गुलिचक बाला छङ्गु ख्वा ओ टिचरहरू चाहिँ त्यहाँ चिलान्दिनुहुन्छ यो चाहिँ के हो मेरो लुता जाम यो रिजन व्हाट्सअप के छ सब्स्क्राइब हान्नु भयो है ल सबिनको च्यानललाई सब्स्क्राइब हान्न पर्यो त हामी अब धेरै छैन होला यो बेसी सहर पुग्नलाई अनि बेसी सहर पुगेर त्यहाँ खाना खाएर हामी फेरि माथिमा घल्गाउँ ठडिन्छौँ अहिलेसम्म एकदमै रमाइलो भएको छ होइन गाडीमा पनि रमाइलो भयो गीत गाउँदै नाच्दै आइरहेका छौँ सजिलो छ ठिक छ ढुक्क गइन्छ ढुक्क फर्किन्छ होइन हुन्छ चितयम राजमतीचा ओ गुलिचक बाला छङ्गु ख्वा ओ चितयम राजमतीचा ओ गुलिचक बाला छङ्गु ख्वा ओ केधा जित धायम व नुका याख धायम मनया छ तिमीलाई एसा चित धायम चितयम राजमतीचा ओ फाइनली हाम्रो डेस्टिनेसन भन्नाले घलेगाउँ आइसकेको छैन हामी आइसकेको छौँ यहाँ मस्त गरेर हेर्न सक्नुहुन्छ चिसो छ उसो कुहिरो नि आइरहेको छ फाइनली आइयो होइन
यसमा साह्रै रमाइलो लागिरहेको छ बाँकी चिसो छ सेतो यहाँ किनी देखेँ होइन यता यी हाम्रो टिचर लगेर सबैजना ब्लग बनाउँदै के लाग्यो Uliza kepala tunggu kwa Jita yang meraja mati ca Uliza kepala tunggu kwa हामी माथि जान्छौँ कि जान्दैनौँ होला कहाँ माथि उता माथि जान्छौँ होइन यो केसी कस्तो हो वेदर एकदम दामी जाडो होइन जाडो कडक जाडो कि ठिकै रमाइलो रमाइलो गाडी हिँडाइसक्यो रिजन यो कस्तो लाग्यो गाउँ कस्तो लाग्यो गाउँ ठिक छ गाइस ल यो यस्तो त हुनुपर्छ होइन अनि क्लाइमेट नि बवाल छ होइन सेतो धेरै छ अनि जाडो जाडो होइन अब ल अब लागौँ यिनीहरू सामान निकाल्दैछन् के गर्दैछन् लेट्स गो हामी चाहिँ भोलिगाउँ आइपुग्यौँ है कस्तो लागिरहेको रमाइलो छ यता चिसो है? चिसो छ अब चिसो छ सेतो छ पुरै तपाईँहरूलाई चाहिँ घलेगाउँको चाहिँ यात्रा देखाउनेछौँ हेर्दै गर्नु होला Jita yang meraja mati ca फाइनली रुममा आइयो होइन आइए तिमी कता हो म उता फर्स्टतिर हामी चाहिँ धाम हामी चाहिँ 3-4 जना कतिजना हुन्छ यो ह्यान्डसम देखिया त हुन्छ Uliza kepala tunggu kwa हामी लाग्यौँ है त माथितिर जानको लागि बाटोमा अब हामी जाँदैछौँ माथितिर डगेश भाइ यो कन्टेन्ट दिने हो कन्टेन्ट यो ब्रो या Hello guys, welcome back to my new vlog. माइक त्यहाँ It's me Samar Thapa. Hello guys, my name is Samar Thapa. मेरो नाम हो ब्रो. आज हामी आएको छौँ घलेगाउँ. अनि यो घलेगाउँ भनेको दामी गाउँ हो, नेपालको बेस्ट गाउँ हो भन्ने बुझिन्छ. ल हामी म केटाहरूले बोलाएको छ त्योहरूको भयो ल. भागिदिन्छ त केसी त ओए लडौला केटा लडौला हेर लो नानीहरू पर्यटकीय गाउँ भनेर चाहिँ यसलाई चिनिन्छ भन्ने कुरा आएको छ है अनि घलेगाउँको चाहिँ एकदम एउटा विशेषता के छ भने सबै घरहरू एउटै देखिन्छन् क्या पुरै टिनको छाना टक्क रातो रङ लगाएर कुनै कुनै घर बाहेक अहिले घलेगाउँलाई व्यवस्थित बनाउनका लागि यहाँका स्थानीय बासिन्दाहरूले चाहिँ धेरै राम्रो काम गरेका छन् स्वागत पनि एकदम राम्रो छ यहाँको हामी आज कक्षा 10का विद्यार्थीहरूलाई यो भास्कर मेमोरियल विद्यालयका 10का विद्यार्थीहरूलाई चाहिँ लिएर घलेगाउँ प्रस्थान गरेका छौँ भने यतापट्टि चाहिँ हाम्रो चाहिँ सानसाना नानीहरू अब न्यारीका है न्यारीका यतै नानीहरू हुन्छ पातली अब यतापट्टि पनि हेर्दै जानुहुन्छ सर्लक्कै सब छन् है छोराहरू हाम्रो दुईवटा मिसहरू यता देख्नुभएको छ होला एकजना चाहिँ अङ्ग्रेजी शिक्षक हुनुहुन्छ एकजना चाहिँ कम्प्युटर शिक्षक हुनुहुन्छ म नेपाली शिक्षक सुरेश बराल ल उता जान्छौँ होइन पछाडितिर सो लेट्स गो हामी चाहिँ यहाँ पछाडि आएको छौँ भने यो चाहिँ केही त हो कुनै के हो भनिदियो त यो खै के हो यो केही त हो त्यहाँबाट घलेगाउँ देखायो भने जानलाई कष्ट हुँदैछ यहाँ जाम बिस्तारै जाम त अब माथि जाने प्लानिङ छ हाम्रो चाहिँ अब हेरौँ को आउनुहुन्छ अरू चाहिँ त्यही हुनुहुन्छ सन्चै जाम चिसोले रातो भयो हामी सबै त आएनौँ तर 6-7 जना हिँडेछौँ यता रमाइलो छ बाँकी माथि पुगिसक्यो हामी लेट्स गो घलेगाउँको माथिको भ्यू टावरमा आइसकेका छौँ हामी उता मान्छेहरू चिप्स लिएर हिँड्छन् यता बस्न यो कस्तो लागिरह चिसो हात रातो भइसक्यो
हिजो कस्तो लागिरह रमाइलो छ अनि चिसो पनि छ भित्र गएर हेरौँ के कस्तो छ यहाँ व्यवस्थापन यो आवर शर्मा ब्रो इज ब्याक कसो कहाँ गएको तिमी ए ल यहाँबाट चाहिँ एकदमै रमाइलो दृश्य हेर्न मिल्छ दृश्य एउटा यहाँ चाहिँ हाम्रो फोटो खिच्ने स्पट रहेछ हेर्न सक्नुहुन्छ दामी देखिन्छ यहाँ आइए अब हामी तलतिर गइन्छ जाम बिस्तारै तलतिर तपाईँ चाहिँ गएको छैन नि अझै त्यहाँ छन् मान्छेहरू हामी जाँदैछौँ सो लेट्स गो तल गइन्छ अनि त्यसपछि हेरौँ के छ व्यवस्थापन अब हामी फेरि लाग्दै आफ्नो होटलतिर चिसो छ होइन त्यो चाहिँ रमाइलो छ जस गाउँ शान्त रमाइलो छ एकचोटि चाहिँ घलेगा घुम्न आउनु होला होइन सबैजना मिलेर यसो स्कुलमा हुन्छ नि 10 क्लासतिर सो 2-3 दिनै बस्ने गरी आउनु होला रमाइलो हुन्छ यो रमाइलो छ त यहाँ यो आशुतोष हामी आगो ताप्दैछौँ है एकदम चिसो मौसम छ है चिसो छ गाउँको यो चिसोले चाहिँ भेट्यो भने भोलि पोखरा गएपछि बिरामी भइन्छ होइन हामी यहाँ आगो फुक्ने आगो सल्काउने कार्यक्रममा छौँ हामी कुनै यो रमाइलो छ है नाचन गुरु हामी डान्सर रहेछ त
टेस्ट अन्त कस्तो हो उता लैजाऊ उता फेरि आए दुईजना दाजुभाइ मिटअप भइरहेको यहाँ दाजुभाइहरू भइहाले अनि सरी अनि अझै सचिन परियार साथीहरू उता एकदमै रमाइलो भएको छ भर्खर हामी खायौँ होइन मस्त गरेर मैले खाएँ बाँकी मासुहरू खाँदै खाने मान्छेहरू बारबिक्यू गरेर म तपाईँहरूलाई देखाउँदैछु र बाँकी यसमा हल्का भित्र आएको थियो यस्तो कुरा गर्नको लागि अब फेरि जाम बाँकी रमाइलो छ तातो भइरहेको छ हात चाहिँ चिसो भएर जमिसक्यो यहाँ 3-4 चोटि धोइसक्यो चाहिँ माथि चिसो पानीमा र अब साथीको ज्याकेट लग्दिन थियो सो लेट्स गो फेरि बाहिरतिर अनि त्यसपछि इन्जोय हान्ने रमाइलो गर्ने त्यसपछि मजा गर्ने कि अब यो पार्टी मेरो तर्फबाट यो पार्टी मेरो तर्फबाट तिम्रो तर्फबाट है त एउटा ल्याउँछ केटा धेरै मलाई लिएछ यसले फेरि थोरै तँ सबैलाई धेरै यो धेरै हुन्छ कि ल राम्रोसँग त चेस गर्न ठोके